हामी चाहिँ ग्यास बिहान उठेर टक्क रेडी भएर अनि गयौँ हामी मेडिकल। पहिला चाहिँ किनभने एकदम धेरै टाउको दुखिरहेको थियो अनि टाउको दुखेको दबाई किनेर खानु पऱ्यो भनेर मेडिकल गयौँ। त्यस पछाडि अनि हामी हिँड्दै अलि माथिसम्म पुग्यौँ होइन। अनि त्यसपछि चाहिँ टक्क लाएर अब हामी चाहिँ कहाँ जाने भने बतासे जाने भनेको थियौँ। त्यस पछाडि हामी गाडी चढ्यौँ। गाडी चढेर हामी गयौँ बतासे भन्ने ठाउँमा। त्यहाँ चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ, त्यसपछि गाडी पाउने होइन। अनि फेरि अलि माथि पुगे पछाडि अर्को गाडी चेन्ज गरेर चाहिँ हामी गयौँ। एकदम धेरै जाम होइन, रमाइलै थियो तिमी चाहिँ। त्यस पछाडि हामी पुग्यौँ बतासे लुङको काउन्टरमा। यहाँ चाहिँ क्यु थियो काउन्टरमा टिकट काट्नुको लागि। अनि फाइनली हाम्रो पालो आयो। मैले 3टा टिकट लिएँ अनि एकजनाको चाहिँ 50 रुपियाँ रहेछ। त्यही पछाडि वाउ हेर्नुहोस् न क्या दामी ट्रेन आइदिएको के। हामी खासमा यो हेर्नु लगाएको नि त। अनि यहाँनिर एकदम रमाइलो भ्यू, यहाँदेखि चाहिँ पुरै दार्जिलिङ भ्यू हुने के, कस्तो दामी देखिने भने। अनि हामीले टक्क घुम्यौँ यताउता फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ। यहाँदेखि कस्तो राम्रो देखिने क्या, सबै ठाउँहरू देखिने। एकदमै धेरै पर्यटकहरू पनि धेरै आउनु भएको कहाँबाट है, विदेशीहरू पनि आउनु भएको। एकदम रमाइलो भयो। अविस्मरणीय पलहरू घुमेर चाहिँ आयौँ होइन। त्यो पछि अनि फेरि फर्केर हामी आउँदै थियौँ। बाटोमा चाहिँ कस्तो धेरै जाम कि, बाटो अलिकति सानो भएको भएर अनि त्यही बाटोमा नि ट्रेन चल्दैन कि, त्यो भएर एकदम धेरै गाह्रो। अनि यस्तो दामी भ्यूहरू हेर्दै हामी फर्केर आयौँ। जाम चाहिँ एकदम धेरै हुने है। गाडी 2चोटि चेन्ज गरेको क्या, नपाएर उल्टो गाडी चढेछौँ। अब त्यहाँ कोही भएन नि त हामीलाई गाइड गर्नुको लागि, त्यही भएर उल्टो गाडी चढेको भएर अनि फेरि उल्टो फेरि अर्को गाडी चढेको क्या। एकदम रमाइलो पल थियो। यहाँनिर हेर्नु, यो अगाडि ठ्याक्क अगाडि क्यामेरा गुम्बा कि, कस्तो दामी खालको गुम्बा छ यहाँनिर। यहाँदेखि टक्क उँभो जाने रहेछ तर हामी